हामी बोका होइन के हो रे त्यसरी चाहिँ अलिक सजिलो पर्छ होला सो हेलो एभ्रिवान फेरि पनि गोर्खा इज ब्याक विथ अनदर न्यू भिडियो आज चाहिँ 2 गते जेठ 2 गते बुद्ध जयन्ती अनि आज चाहिँ हामी चट्टा लाएर गुम्बा जान आँटेको अनि भिडियो चाहिँ मैले हिजो अस्ति दिन मात्र कहिले हो हालेको थिएँ 2 दिन अगाडि मात्र अनि आज पनि फेरि भिडियो बनाउँदैछु अनि म चाहिँ यहाँ अहिले छ्यामा घर पुगेँ छ्यामा पनि जानुहुन्छ अरे सबै गइसक्यो हामीलाई छोडेर हाम्रो गाउँको चाहिँ गुम्बा पुगिसक्यो अनि हामी ढिलो चाहिँ म र छ्यामा मात्रै रहेछ छ्यामा पनि प्यार हुँदै हुनुहुन्छ अनि अब चाहिँ जाने कुञ्जङ बहिनी चाहिँ प्रसाद रेडी गर्दैछ है गाइजहरू रे होइन कुञ्जङ कुञ्जङ प्रसाद होइन प्रसाद रेडी गर्दै होइन ल ठिक छ ल हिँडौँ साथीहरू म चाहिँ तल्लो घरमै गाइजहरू रे अब गुम्बा गएर टक्क फेरि हाम्रो चाहिँ गठबन्धनको मिटिङ पनि छ है गाइजहरू फेरि अनि मिटिङमा पनि आइपुग्नु पर्ने अवस्था अलि छिटो जानुपर्ने अवस्था छिटो गएर छिटो आउनुपर्ने मौसम पनि एकदम चिटिक्क छ छ्यामा चाहिँ डोको बोकेर निस्किँदै रहेछ कुखुरा छोप्नुको लागि होला छ्यामाले लसुन खतरा फलाउनु भएछ है गाइजहरू लसुन गाइजहरू अब जाउँ होला है गाइजहरू हामी लसुन च्याप्पी धनियाँ उत्तलो गाइजहरू अनि हाम्रो एउटा के उयो भने सन्दकपुर गाउँपालिकाको चाहिँ गाइजहरू 4 नम्बर वडाको चाहिँ मतपत्र गनेर सक्यो होला तर अहिलेसम्म यहाँ चाहिँ नतिजा चाहिँ आइपुगेको छैन हाम्रो फेसबुकमा ग्रिनी लाम दाजु सन्दकपुर गाउँपालिका 4 को अपडेट ढिलो आयो किन आयो भनिदिनु पर्यो आउँदा पनि ढिलो यस्तो पाराले भएन सन्दकपुर गाउँपालिकाको एडमिन के हो पारा भाइ अलि अपडेट अलि छिटो लाउने त्यो भएन एउटा अपडेट आएन पेज बनाएर मात्र भएन अपडेट पनि हाल्नुपर्छ है गाइजहरू फेरि तल नि त्यो त सक्यो नि त्यो त अब त मिल्दैन गाइजहरू यहाँ चाहिँ मैले 30 रुपिस लिएर जानुपर्ने हुन्छ यहाँबाट काकालाई बेडी 30 रुपिस हो दिनु है गाइजहरू बेडी ल्याइदिनु पर्ने अवस्थाहरू है गाइजहरू धुम्रपान गर्ने व्यक्तिहरू मात्रै छ नि फेरि गाइजहरू यता चाहिँ टक्क यो चाहिँ सन्दकपुर जाने बाटो है गाइजहरू उकालो यता चाहिँ चट्ट र यो बाटो चाहिँ युज गर्न छोडिसक्यो आशा छ पुरानो बाटो हो हाम्रो होइन अबको नयाँ सरकारले चाहिँ होइन नयाँ हाम्रो वडा अध्यक्षले चाहिँ यो बाटोलाई पनि मर्मत गर्नुहुन्छ होला भन्ने आशा छ गाइजहरू बाटोको हालत यस्तो छ सन्दकपुर जाने बाटो त के भन्नु र खै हेरिसाध्यै छैन है गाइजहरू अब चाहिँ केही गर्नुपर्छ है हाम्रो गठबन्धनको सरकार हाम्रो वडा अध्यक्षज्यू भाइ एउटा गीत याद छ तँलाई त्यो तैँले साह्रै गाउँथिस् नि हामी के होइन हामी बोका होइन के हो रे रागा हो रागा भाइको फेभरेट सङ हो यो गाइजहरू फेरि बाजेको नै एउटा पोज जाओस् न बाजे बाजे माथि आउनु अरे बाजे मिटिङमा बाजे मिटिङमा आउनु अरे नजाने माइलीको झड्काएको पकाएको नि जान्दाखेरि सबै कुरो उनीहरूलाई अब कति सबै त्यो ढोका चार्टै चाहिन्छ त्यहाँ त्यो चार्टपछि मूल्याङ्कन गरेर तपाईँहरूले गर्नुपर्छ खर्च गर्नुपर्छ रकम चाहिँ ल्याइदियो मेरो पनि लेख्नुपर्ने अवस्था है गाइजहरू त्यसरी चाहिँ अलिक सजिलो पर्छ होला उनीहरूले गर्छ नि उनीहरूले गर्छ आस्था देवी गुरुङ आशा त नभए चुनबहादुर गुरुङ जे भए पनि हुन्छ बाजेले चाहिँ गफ लाउँदै हुन्छ दुईजना बुढा यहाँहरूको बुढापाका पनि आइपुग्नु भयो 100 रुपिस हजुर त्यो हात्ती ल्याउनु भएर सही हुन्छ हजुर हात्ती ल्याउनु हात्ती छैन नि बाजे म त जानु पऱ्यो हल्का है लैजानु साथी हेलो पुरै हो हजुर भाइ म यता केटाकेटी ग्याङ छोटा ग्याङ के छ छोटा ग्याङ आज भाइ आयो भने चाहिँ यता हाम्रो बाजेहरू बोजूहरू यहाँ हाम्रो छ्यामाहरू खोइ छैन क्या किचनमा कोही आँखा के अरे छ्यामा ए
हुन्छ त्यो चाहिँ हाम्रो भाउजूहरू चट्ट ल्याएर हामी साथी उता माइपोखरी जानुपर्ने गाडी लिएर अनि मान्छेहरू यतै भयो कसरी जानु बोला लिनु आउँछ भनेर हामीलाई अस्ति भन्दै थियो आज त यता घाँटेको जस्तो भयो गुम्बामा पो आएर बसिरहेको यो र ढुट्टो बनाएको चट्ट ल्याएर यता पनि हान्नै पर्यो ग्यासहरू सडहरू हल्का चट्ट ल्याएर सङ्कल्प रह्यो प्रसाद पर्खिँदै प्रसाद कहिले प्रसाद दिने भइरहेछ छिटो छिटो है गाइजहरू ल्याउ जा भाइ प्रसाद लिएर आइदिन्छ छिटो 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 भाइ प्रसाद आउँदैछ होला नि आउँदैछ त होला नि केटाकेटी होला सबैलाई हो गाइजहरू गाइजहरू उपर चाहिँ प्रसाद आउँदैछ अनि हामी चाहिँ गाइजहरू प्रसाद खानुलाई रेडी है गाइजहरू रेडी लड प्रसाद लुकेर भुकिरहेको छ गाइजहरू प्रसाद है फेरि मलाई पनि एउटा प्रसाद दिनु है गाइजहरूलाई एउटा प्रसाद लाग्यो भनेर दिइराख्यो होइन अब खाइन्छ गाइजहरू भाइ त्यो प्रसाद देखा यो गाइजहरू फेरि यो सँगै मेरो प्रसाद काण्डहरू धेरै छ है पुरानो भिडियोहरू हेर्नु ए गाइजहरू म यो भिडियो काट्दिनँ है फेरि जुलाउने रहेछ र के रहेछ भनेर जेठ 2 गते बुद्ध जयन्ती गुम्बामा आएर सेलिब्रेट गरियो नर्मल तरिकाले नि त्यही हो अब नर्मल बुद्ध जयन्ती सक्यो अनि अझ चाहिँ अब चाहिँ हामी घर जाँदैछौँ है गाइजहरू यदि तपाईँले यहाँसम्म भिडियो हेर्नुभयो भने चाहिँ लाइक सेयर कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला थ्याङ्क यू गुड बाई गाइजहरू यहाँ चाहिँ कुकुरहरू झडा परेको अवस्था गाइजहरू अनि बाजुले चाहिँ पानी हाल्दै पनि हेर्छु पानी